तथा प्रतिनिधि कोही हुनुहुन्छ भने पुनः नमस्कार है। अहिले चाहिँ हामी पोखरा 27औं पोखरा स्ट्रिट फेस्टिभलमा छौँ। यो चाहिँ देख्नुभएको चाहिँ गेट छ, जुन पोखरा स्ट्रिट फेस्टिभल चाहिँ आज पुस 13 गतेबाट स्टार्ट भएर 17 गतेसम्म चाहिँ लाग्नेछ र इङ्ग्लिस डेट चाहिँ 28 डिसेम्बरबाट 1 जनवरीसम्म लाग्नेछ। सो तपाईँहरू पनि पोखरा नजिकै आसपास हुनुहुन्छ भने आएर हेर्न सक्नुहुन्छ। यो चाहिँ इन्ट्रान्स हो, यहाँबाट चाहिँ भित्र गएर हामी चाहिँ यहाँको कन्सर्टहरू हेर्न सक्छौँ। सो आज पोखराको सुरुको कार्यक्रम छ। अब यो उद्घाटन समारोह, यहाँ के कार्यक्रमहरू हुँदैछ म सबै हजुरलाई देखाउने छु। भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। ल अब चाहिँ कार्यक्रम सुरु हुँदैछ। हामी चाहिँ उद्घाटन समारोहमा जाँदैछौँ। मसँग छ भाइ पनि छ मेरो, इसान भाइ। हेलो गर्दै इसान भाइ। ल हामी चाहिँ अब यो समारोह चाहिँ हेर्छौँ, तपाईँहरूलाई पनि देखाउँछु। पोखरा चाहिँ पुरै सजिएको छ यस्तो मजाले है। सो अहिले चाहिँ खाली हुन्छ त, खहरी चौकबाट चाहिँ आउँछ कार्यक्रमहरू सबै यताबाट हुन्छ। हामी चाहिँ यताबाट जाँदैछौँ। सो कार्यक्रम यहाँ के छ आजको कस्तो छ सब देखाउँछु तपाईँहरूलाई। नमस्कार। नमस्ते। ल ल
उद्घाटन समारोह हामी भित्र गेट एसोसिएसनका साथीहरूलाई अगाडि बढिदिनु होला। हार्दिक स्वागत छ, सम्मान छ। मैले भनिसकेँ ताङलेको नौमती बाजा समूह अगाडि बढिदिनु होला। त्यस्तै गरी नेपाल ठकुरी संगम परिवार कास्की अत्यन्त ठकुरीको वेशभूषामा चटक्क सजिएर ठुलो समूह ठुलो संख्यामा उपस्थित हुनुभएको छ। हामी सम्पूर्ण ठकुरी परिवारप्रति आभार व्यक्त गर्न चाहन्छौँ। हात हल्लाउनु होला, सबैले रमाइलो गर्दै आउनुहोला। यस्तै आसन गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय मन्त्री परिषदका मुख्य सचिव श्री धनराज गिरेजीलाई पनि हार्दिक अनुरोध गर्दछु। यस्तै गण्डकी प्रदेश तथा योजना आयोगका उपाध्यक्ष डाक्टर देवकोटाजीलाई पनि हार्दिक अनुरोध गर्दछु। यस्तै नेपाली सेना सपुर कृष्ण हेडबाट विजयपुर कार्यका पोखराका सूचनापति श्री भोलानाथ थापाजीलाई पनि आसन गर्ने हार्दिक अनुरोध गर्दछु। यस्तै जिल्ला प्रधान कास्कीका प्रमुख जिल्लाधिकारी दुर्गादेवी शर्माज्यूलाई पनि म आसन गर्नको लागि हार्दिक अनुरोध गर्दछु। अगाडि बढिदिनु होला। ठुलो जमानमा आउनु हो ठकुरी, अघि बढ्नुहोस्, बाटोमा नखुरी। ल है, अगाडि हात हल्लाउँदै प्लिज सबैजनाले। ओके, सबै दाजुहरूलाई, भाइहरूलाई, भाउजूहरूलाई, बुहारीहरूलाई, बहिनीहरू, ज्वाइँहरूलाई, दिदीहरू, भाजुहरूलाई हार्दिक स्वागत छ। अगाडि बढिदिनु। यस्तै पोखरा भवनबाट 2025का संयोजक कार्य सम्पादन समितिका संयोजक श्री गोपीबहादुर भट्टराईज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै पोखरा पर्यटन परिषदका अध्यक्ष श्री तारानाथ पहाडीज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज रामेछानेज्यू, रेवान चौराका अध्यक्ष श्री शम्भु मालीज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। अहिले हामीले देखिरहेका छौँ पोखरा नौमती बाजा समूह, पोखरा नौमती मगर बाजा समूह आफ्नो वेशभूषा सहित अगाडि बढिरहेको हार्दिक स्वागत छ। वडा स्तरीय कृषि सञ्जाल पोखरा महानगरपालिका वडा नम्बर 6 का दिदीहरू बहिनीहरूलाई हार्दिक अगाडि बढिदिनु होला। त्यस्तै गरी अलिक तल खुलाउनु त सिद्धार्थ हो, सिद्धार्थ सक्रिय महिला समूह पोखरा 17 अगाडि बढिदिनु होला। दिदी बहिनीहरूलाई हार्दिक स्वागत छ, सम्मान छ। यो समूहका अध्यक्ष लगायत सम्पूर्ण हरेक समूहका अध्यक्ष लगायत धनराज बर्तौलाज्यू, निको इन्सुरेन्स लिमिटेडका प्रमुख तथा प्रतिनिधि कोही हुनुहुन्छ भने इच्छाशक्ति अटोमोबाइल प्रणालीका प्रमुख आगोष बुद्धचार्यज्यू, नेपाल टी डेभलपमेन्ट कर्पोरेसन लिमिटेडका प्रतिनिधिज्यू हुनुहुन्छ भने त्यस्तै बाह्रखरी मिडियाका कोही प्रमुख हुनुहुन्छ भने उहाँलाई पनि आसन गर्नको लागि अनुरोध गर्दछु। त्यस्तै अब हामीले देखिरहेका छौँ यस हर्मन टिपिटेन स्कुललाई हामी हार्दिक स्वागत गर्दछौँ। उहाँले यास सहित नसाउँदै ल्याउनु भएको छ। अगाडि बढिदिनु होला। हर्मन टिपिटेन स्कुलका सबै साथीहरूलाई अगाडि बढिदिनु नचाहन्छु। अब अगाडि बस्नुहुने आमा दिदी बहिनीहरू, हजुरहरू बसेको ठाउँसम्म एउटा क्षमताले खिचिरहेको छ। हात हल्लाइदिनु होला। अब ताली घन्टाइदिनु होला। सबैले जोरदारसँग ताली बजाइदिनु होला। आजका अतिथिज्यूहरूलाई, विशेष अतिथिज्यूहरूलाई, प्रमुख अतिथिज्यूहरूलाई हार्दिक स्वागत सम्मान गर्दै अब यो औपचारिक कार्यक्रमको